Hey beautiful people, welcome to Tech Gyan Unlimited. आजको यो भिडियोमा हामी सी प्रोग्राममा कुनै पनि नम्बरको 1 देखि 10 सम्मको मल्टिप्लिकेसन टेबल प्रिन्ट गर्नलाई कोड गर्न गइरहेका छौं र यो प्रोग्राम गर्नुभन्दा अगाडि एउटा लजिक बुझ्न एकदम जरुरी छ। हामीले प्रोग्राम कसरी गर्छौं भन्दा फेरि एउटा कुनै नम भन्ने भेरिएबल हामीले डिफाइन गर्छौं जुन हामीले युजरबाट लिन्छौं र अर्को आई भन्ने भेरिएबल पनि डिफाइन गर्छौं जसको हामीले 1 देखि 10 सम्मलाई प्रिन्ट गर्नलाई युज गर्छौं र यो म कोडिङ गरेर बुझाउँछु यो कसरी इम्प्लिमेन्ट गर्ने भनेर। सुरुमा हामीले हेडर फाइलहरु लेखौं। इन्टिजर डिफाइन गरौँ नम भनेर र अर्को आई भन्ने पनि भेरिएबल इन्टिजर डिफाइन गरौँ र हामीले युजरबाट एउटा कुनै नम्बर इनपुट लियौं। त्यसलाई हामीले यसरी लेख्न सकिन्छ इन्टर द नम्बर फर मल्टिप्लिकेसन टेबल। फर्मेटिङको लागि मैले /n गर्छु र यो युजरले हालेको नम्बर हामीले नम भन्ने भेरिएबलमा स्क्यान गर्छौं। %num भन्ने भेरिएबलमा हाल्छौं अथवा त्यो मेमोरीमा हाल्छौं भेरिएबलमा र अब यसपछि हामीले कन्डिसन लगाउनु पर्ने हुन्छ। अब हामीले कसरी कुन तरिकाले मल्टिप्लिकेसन टेबल प्रिन्ट हुन्छ हामीले माइन्डमा त्यसको ग्राफ जस्तो बनाउनु पर्छ। त्यसको लागि अब हामीलाई कसरी प्रिन्ट भएर प्रोग्राम आउनु पर्यो भन्दाखेरि 1 * 1 = 1 1 * 2 = 2 सपोज गरेको है यो 1 चाहिँ 1 को टेबल भनेर 1 * 3 = 3 भन्दै 1 देखि 1 * 10 = 10 सम्म 1 यो भनेको 1 देखि 10 सम्मको टेबल हामीलाई चाहियो कुनै पनि नम्बरको। यहाँ 1 को ठाउँमा 2 पनि हुन सक्छ 3 पनि हुन सक्छ 100 पनि हुन सक्छ जति पनि हुन सक्यो। र अब हामीले यो नम्बर भनेको भेरिएबल भनेको हामीले युजरबाट लिने नम्बर हामीले यहाँ डिफाइन गरिसक्यौं। अब यसको लागि नम्बर यसको कोडको लागि नम्बर इन्टु कति गर्यो भने 1 आउँछ त भन्दाखेरि नम्बर इन्टु अब जब आई को भ्यालु 1 हुन्छ नम इन्टु आई को भ्यालु जब 1 हुन्छ त्यसपछि 1 प्रिन्ट हुन्छ। अर्को स्टेपमा नम को भ्यालु जब आई = 2 हुन्छ तब एन्सर यसको 2 आउँछ। र आई को भ्यालु कसरी 2 आउँछ त भन्दाखेरि यो मेमोरीमा कसरी बस्छ भन्दाखेरि आई को भ्यालु 1 भनेर हामीले इनिसियलाइज गर्छौं। त्यसपछि यसमा चाहिँ हामीले i + 1 भन्छौं। यो भनेको आई को भ्यालु अलरेडी 1 छ त्यसमा 1 थप्दाखेरि 2 भयो र यसको आउटपुट भनेको नम्बर इन्टु i + 1 = 2 नै आउँछ। यस्तै तरिकाले नम्बर इन्टु i + 1 = 3 आउँछ। यो कसरी आउँछ भन्दाखेरि यहाँ आई को भ्यालु
2 भइसकेको छ, 1 + 1 गर्दा 2 भइसकेको छ। त्यसकारण यो हाम्रो थर्ड स्टेपमा i को भ्यालु 2 हुन्छ र 2 + 1 गर्दाखेरि 3 हुन्छ। 3 × 1 भनेको अथवा नम्बर भनेको त्यसकै आउटपुट आउँछ र हामीले यो यति लजिक बुझ्यो भने बल्ल हामीले कोड गर्न सक्छौँ। अब यसलाई हामी फर लुप लगाउन गइरहेको छौँ। फर मैले अघि पनि भने i भन्ने भेरिएबल हामीले अलरेडी डिफाइन गरेको छौँ, माथि नगरेको है। हामीले यहाँ पनि इन्टिजर i भनेर डिफाइन गर्न सक्छौँ र माथि गरिसक्यो भएर त्यो यहाँ आवश्यक छैन। फर i = सुरुमा मैले अघि पनि भनेको थिएँ i को भ्यालु सुरुमा हामीले 1 भनेर लिन्छौँ र i कतिसम्म त गर्छौँ भन्दाखेरि हामीले 10 सम्मको मात्र टेबल बनाउने हो नि त, 10 सम्म मात्र मल्टिप्लिकेसन गर्ने हो। त्यसकारण सेकेन्ड कन्डिसनमा i लेस देन अर इक्वल टु 10। अब मैले अघि पनि भनेको थिएँ i को भ्यालु 10 सम्म जान पर्यो, 10 देखि 10 सम्म जान पर्यो नि त। i + 1 i + 1 गर्दाखेरि 1 + 1 1 2 2 + 1 = 3 3 + 1 = 4 गर्दै हाम्रो 10 सम्म जान पर्यो। i को भ्यालु 10 सम्म नपुगेसम्म हाम्रो यो कन्डिसन चल्न पर्यो, i लेस देन अर इक्वल टु 10 भनेको। अब i लाई कतिले बढाउनु त, i + 1 भनेको 1 ले बढाउने अथवा i ++ भनेर हामीले कोड गर्छौँ। i ++ भनेको i = i + 1 हो। र हामीले अब यसमा के गर्छौँ भन्दा आउटपुट डाइरेक्ट यसरी पनि दिन सक्यो, प्रिन्ट अफ %d इन्टु हामीले क्यापिटल X गरौँ फर्मेटिङको लागि इक्वल टु %d। अब हामीले यो सुरुको %d मा के प्रिन्ट गर्छौँ, युजरले हालेको नम्बर, त्यो भनेको हामीले यहाँ नम हाल्छौँ र यो सेकेन्डमा इन्टु पछि d भनेको i भेरिएबल हो र यो नम इन्टु i भनेको कति हो त भन्दाखेरि यो र यो भनेको d हो, तर यो कसरी यतिकै त आउँदैन। नम्बर इन्टु i गऱ्यो भने बल्ल आउँछ, त्यो कुरा हामीले यहाँ लेख्छौँ। नम्बर इन्टु i भनेको बल्ल यसको यो र यो नम्बरको फर्स्ट नम्बर र i को मल्टिप्लिकेसन हो यो। अब हामीले यसलाई फर्मेटिङको लागि /n गर्छौँ। /n नगर्दा के हुन्छ त एकचोटि हेरौँ। सुरुमा कम्पाइल गरौँ, इरर केही पनि छैन र रन गरौँ। मल्टिप्लिकेसन टेबल कतिको प्रिन्ट गरौँ त, ल 5 को गरौँ त, 1 देखि 10 सम्म। ल यसरी मल्टिप्लिकेसन टेबल आयो, तर फर्मेटिङ मिलेन, सबै एउटै लाइनमा आयो। त्यसकारण हामीले यहाँ /n राख्छौँ र यसलाई कम्पाइल गर्छौँ फेरि र रन गर्छौँ। र यो पल्ट हामी 15 को मल्टिप्लिकेसन टेबल चाहियो भनेर यहाँ इन्टर गरौँ र आयो। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ 15 1 जा 15 15 2 जा 30 गर्दै 10 सम्मको मल्टिप्लिकेसन टेबल प्रिन्ट भइसकेको छ। यदि हामीलाई 20 सम्मको अथवा 100 सम्मको अथवा 50 सम्मको चाहियो भने हामीले यो i को भ्यालु कतिसम्म गर्छौँ भन्दाखेरि अब सपोज 20 सम्मको मल्टिप्लिकेसन टेबल चाहियो भने हामीले यहाँ i लेस देन अर इक्वल टु 20 गर्छौँ र यसलाई फेरि कम्पाइल गरौँ, रन गरौँ। ल अहिले 7 को मल्टिप्लिकेसन टेबल चाहियो भनेर प्रिन्ट गरौँ। अब यो प्रोग्रामले 1 देखि 20 सम्मको मल्टिप्लिकेसन टेबल प्रिन्ट गरेर देखायो। भिडियो मन परेमा कृपया लाइक र सेयर गरिदिनु होला र च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।